लसो हेब्लो अनि नमस्कार सबैमा। आज तपाईँहरूको समक्षमा म प्रणयतमै एउटा सानो भिडियो लिएर आएको छु र भिडियोको विषय छ ब्याङ्कबाट एउटा कार्ड आएको है। र म तपाईँलाई पहिला एउटा कुरा देखाउँछु है। यो चाहिँ दुईवटा कार्ड छ। यो चाहिँ ब्याङ्कबाट आएको एटिएम कार्ड हो है। अनि यो दुईटामै प्रणय तामाङ गुरास्टार रङ्बुल, प्रणय तामाङ गुरास्टार रङ्बुल है। र कुरा चाहिँ के भयो भन्दाखेरि चाहिँ मैले 3 महिना जस्तो अगाडि चाहिँ ब्याङ्कबाट मेसेज आएको थियो। अनि त्यो मेसेज अनुसार चाहिँ मैले गएर त्यहाँ कतिवटा कुराहरू एप्लाई गरेको थिएँ। अनि त्यो कार्ड मैले पाएपछि चाहिँ म चाहिँ दादासँग क्यान्टिन गएर त्यहाँदेखिको कार्ड दिएर स्वेप गर्दाखेरि रङ नम्बर भन्छ होइन। अन्त म त त्यहाँनिर अचम्म लाग्यो, अरे मेरो नम्बर कसरी रङ हुन्छ भनेर त्यो चाहिँ म त अचम्म लाग्यो। अनि त्यहाँबाट म फर्केर आएँ। त्यहाँदेखिको एटिएममा गएर नयाँ कार्ड हाल्छु। नयाँ कार्डमा त फोन नम्बर मिसप्लेस भन्छ, एब्सेन्स भनेर देखाउँछ होइन। अन्त ब्याङ्कमै गएर ब्याङ्कमा सोधा, ब्याङ्कबाट गर्नुहोस् न, ब्याङ्कमा पनि फोन नम्बर एब्सेन्स भन्छ। छक्कै परेँ। त्यहाँदेखिको ब्याङ्कको त्यहाँ म्याडम भन्दै एकछिन कार्ड दिनुहोस् त भने कार्ड दिएर उहाँले चेक गर्दाखेरि त मेरो कार्ड होइन रहेछ। अनि हाम्रै सेम एउटै समाजमा एउटै एड्रेसको चाहिँ हामी प्रणय तामाङमा तीनजना छ, बट अर्को पर भाइको रहेछ। अनि अर्को चाहिँ के मिलेको कुरा भन्दाखेरि चाहिँ उहाँको आमाको नाम चाहिँ अनिता तामाङ, मेरो पनि फेरि अनिता तामाङ होइन। धन्न आप्पाको नाम चाहिँ अलग अलग। अन्त त्यहाँ ब्याङ्कमा जाँदा तपाईँको नाम चाहिँ तपाईँको आप्पाको नाम यस्तो हो भनेर सोधेँ नि त। ए होइन त भनेर मैले भनेपछि तपाईँकोमा अर्को कार्ड पुगेछ, एकताल पोस्ट अफिससँग कन्सल्ट गर्नुहोस्, पोस्ट अफिसमा गएर भनेर भन्यो। अनि त्यहाँदेखि पोस्ट अफिसमा गएर मैले कन्सल्ट गर्दाखेरि चाहिँ तपाईँकै कार्ड थियो भनेर मैले दिएँ त भने। अनि यो त मेरो कार्ड होइन रहेछ मैले गएर भनेर भन्दाखेरि ए ला कसको हो भनेर भन्दाखेरि चाहिँ अन्त मैले यस्तो उहाँको आप्पाको नाम चाहिँ यस्तो रहेछ भनेर भन्नुभएको थियो। अनि ए भनेपछि त पल्लोपट्टिको रहेछ, पल्लो गाउँको रहेछ भनेर मलाई भन्यो। अनि त्यहाँ मेरो आएको छैन भनेर भन्दाखेरि चाहिँ म चेक गरिदिन्छु ल भनेर भन्नुभयो। अन्तखेरि त्यहाँदेखि चेक गर्दाखेरि चाहिँ आएको छैन रहेछ, भोलि आउनुहोस् न एकपल्ट भनेर। ठिक्कै फेरि 1-2 दिन बादमा मेरो आयो। अन्त मेरो आउँदाखेरि चाहिँ आइसकेपछि चाहिँ मैले हेरेँ, यसमा चाहिँ मलाई के लाग्यो भन्दाखेरि चाहिँ नाम एउटै, एड्रेस पनि एउटै हो। अनि पोस्ट अफिसको के भन्छ त्यहाँनिर दिदीहरू जो पनि हुनुहुन्छ होइन, पोस्ट अफिसको त्यहाँ दिदी दाजुहरू जो पनि हुनुहुन्छ, उहाँलाई त कसरी थाहा हुन्छ कि यो प्रणय हो त्यो प्रणय हो भनेर होइन। अनि जबसम्म ब्याङ्कको तर्फबाट चाहिँ त्यो मान्छेको जसलाई पनि पठाउनुहुन्छ त्यो मान्छेको चाहिँ मुनि गार्जियनको नाम हुँदैन, तबसम्म त अन्त कन्फ्युजै हुने रहेछ नि त है। त्यस कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ यो भिडियो बनाउनुको मेन उद्देश्य अर्को के छ भन्दाखेरि चाहिँ जति पनि हाम्रो ब्याङ्कसँग सम्बन्धित जो पनि अब जेसँग सम्बन्धित पनि जानुहुन्छ उहाँहरूलाई गएर यसरी फर्महरू फिलअप गरेर तपाईँको केही कार्डहरू आउनेवाला छ भने चाहिँ ब्याङ्कको होस् या जहाँ पनि होस् तपाईँहरूले उहाँहरूलाई चाहिँ एउटा रिक्वेस्ट गरिदिनु हो कि तपाईँहरूले यस्तो पठाउँदाखेरि चाहिँ मेरो गार्जियनको नाम पनि त्यहाँनिर हालिदिनुहोस् है। किनभने हामी सेम नाम भएकोहरू आफ्नै एउटै एड्रेसमा थुप्रो छ। त्यस कारणले गर्दाखेरि अर्को मान्छेकोमा पुग्नु पनि सक्दो रहेछ, त्यस्तो त पहिला पनि भएको थियो भनेर चाहिँ तपाईँहरूले एउटा त्यहाँनिर जहाँ तपाईँले फर्महरू के गर्नुहुन्छ त्यहाँनिर चाहिँ तपाईँहरूले एउटा रिक्वेस्ट गरिदिनुहोस् है। त्यसो गर्नुभयो भने चाहिँ जो सठिक मान्छे हुन्छ मान्छेले नै पाउँछ भन्ने चाहिँ प्रुफ हुन्छ। अनि त्यस कारणले गर्दाखेरि चाहिँ अब केयर अफ छैन भने चाहिँ या गार्जियनको नाम छैन भने चाहिँ यसरी समस्या हुँदोरहेछ। अब मैले त्यो कार्ड लिएर कति कुट्नु पऱ्यो, म भाडा खर्च भयो, टाइम खर्च भयो होइन। अनि त्यस कारणले गर्दाखेरि चाहिँ यो मेन मेरो भिडियो बनाउनुको उद्देश्य चाहिँ यही हो कि तपाईँहरू जहाँ कहीँ पनि गएर जे पनि कोही फर्महरूको एप्लाई गर्नुहुन्छ र त्यसको रिजल्ट चाहिँ बाई पोस्ट आउँछ भने चाहिँ मेन तपाईँहरूले त्यहाँनिर चाहिँ आफ्नो गार्जियनको नाम पनि एप्लाई गरेर पठाइदिनुहोस्। किन भन्दाखेरि चाहिँ मेरो सेम नाम भएको सेम एड्रेसमा थुप्रै मान्छे छ
भनेर भन्नुहोस् है। त्यसो गर्नुभयो भने चाहिँ तपाईँले आफ्नो सामान आफूले नै पाउनुहुन्छ भनेर चाहिँ म भन्न चाहन्छु। र यसो भन्दै मेरो यो भिडियोलाई यहीँ राख्छु। नमस्कार, 老苏，谢谢。